यो पुरानो आइएसडिपी प्रोजेक्टले छाडेको जग्गा हो। यो 60 रोपनी छ। यहाँ पहिले सशस्त्र यो स्थानीय विकास अन्तर्गतको जग्गा, पछि सशस्त्रलाई संरक्षण गर्न दिने क्रममा सशस्त्रले गृह मन्त्रालय अन्तर्गत लगेर अहिले स्थानीय तहलाई उपभोग गर्न दिएका छैनन्, न सशस्त्रले उपभोग गर्छन्। यो सँगै जोडिएको यो माथिल्लो डाँडा पाखर हेलपोस्ट हो। यो 5 सयको हस्पिटल पनि बनिसकेको छ, भवन बनिसकेको छ। यहाँ संरक्षण र डाक्टरहरूको मात्र आवश्यक छ। अब यो हस्पिटल सुचारू भएमा दोलखा, रामेछापको र यहाँको 2-3 वटा गाउँपालिकालाई एकदमै राम्रो पाएको ठाउँ हो। तर यहाँको जनप्रतिनिधिले र जनसमुदायले पनि चासो नदिँदा यो लथालिङ्ग अवस्थामा छन् अहिले। यो तल्लो जग्गा पनि हस्पिटलकै नाममा जग्गा स्थानान्तरण गरेर यहाँ ठुलो हस्पिटल चलाउने हो भने एकदमै राम्रो हस्पिटल बन्ने थियो। यसको लागि म सम्बन्धित निकायहरूसँग विनम्र अनुरोध पनि गर्न चाहन्छु। यस जग्गालाई हस्पिटल मतहतमा ल्याएर ठुलो हस्पिटल बनाउने सङ्कल्प सबैले लिनुहोस् भन्न चाहन्छु। थ्याङ्क यू सो मच। तपाईँ सम्पूर्ण मित्रहरूलाई बुद्धको देश नेपाल लाइभ च्यानलमा हार्दिक स्वागत तथा धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। निरन्तर तपाईहरूलाई यस्तै भिडियोहरू उपलब्ध गराउनेछु। धन्यवाद मेरो भिडियोलाई हेरेर सब्सक्राइब, लाइक र कमेन्ट गरिदिनु भएकोमा। यो हो हस्पिटल जाने बाटो। तपाईले यहाँ देख्न सक्नुहुन्छ, ढलान गरेर एकदमै मजबुत बनाएको। अहिले हस्पिटलको बाटोतर्फ लागिरहेका छौँ हामी। हस्पिटल देख्न सक्नुहुन्छ। हस्पिटल अहिले एकदमै बिजोग अवस्थामा छ। हस्पिटल सञ्चालन हुन सकेको छैन आर्थिक अभावको कारण। तललाको अवस्था छ। केही सामानहरू आइसकेको, तर म्यानेजमेन्ट कसरी गर्ने भन्ने कारणले पनि यो समस्या आएको छ। वेलकम तपाईँ सम्पूर्ण मित्रहरूलाई। यो हस्पिटलको दृश्य हेर्न सक्नुहुन्छ। धेरै घना जङ्गल भएको अवस्था। एकदमै ठुलो घना जङ्गल छ यहाँ। लगभग यहाँ सामानहरू आइसकेर पनि कतिपय चाहिँ प्रयोग गर्न सकिरहेको छैन। सबै बिग्रिन थालिसकेको अवस्थामा छ। यसलाई सुधार्नलाई सम्बन्धित निकाय तथा सहयोगी
संस्था व्यक्तित्वहरूबाट सहयोग पाएमा यो हस्पिटल सुचारू गर्न सकिन्थ्यो भन्ने सबैको चासो छ। यो एक्लैले सञ्चालन गर्न सक्ने स्थिति छैन। यो सरकार, गैर सरकार र समुदाय मिलेर सञ्चालन गर्नुपर्ने स्थिति छ। वेलकम वेलकम। अब हामी तल्लो बिल्डिङ जाँदैछौँ। हस्पिटल जाने उक्लिने बाटो पुरै झारैझारमै भएको छ। यो चाहिँ प्रहरी चौकी हुँदा बनेको मन्दिर अहिले यो जीर्ण अवस्थामा रहेको छ। यो चाहिँ हाम्रो गाउँपालिका अन्तर्गतको स्वास्थ्य चौकीका साथै यो हस्पिटल पनि हो। यो हस्पिटल चाहिँ गाउँपालिकाबाट अवहेलित भएको हुनाले हस्पिटल सञ्चालन हुन सकेको छैन। सामानहरू कतिपय 25% सामानहरू बिग्रिसकेको अवस्था पनि छ। सुरुमा जडान गरेर सुचारूसम्म पनि उद्घाटनसम्म पनि गर्न सकेको छैन बनेर पनि। सामान्य निकायले छिटै नै चासो दिएर यो डाँडापाखर हस्पिटल चाहिँ छिटोभन्दा छिटो शीघ्र सञ्चालनमा ल्याउनको निम्ति सबै पक्षबाट पहल होस् भन्न म यसै बुद्धोपदेश नेपाल लाइभ च्यानल अन्तर्गतबाट अनुरोध गर्न चाहन्छु। यो चाहिँ पहिले आइएसडिपी प्रोजेक्ट हुँदाखेरि यहाँको जनतासँग किनेर बनाइएको यो जग्गा आइएसडिपी प्रोजेक्टको समय सीमा सकिएपछि यो स्थानीय निकाय अन्तर्गत जिम्मा लगाएर उहाँहरू जानुभएको थियो। त्यसपछि द्वन्द्वकालीन समयमा सशस्त्रलाई संरक्षणको लागि जिम्मा दिएको अवस्थामा
सशस्त्रले यो जग्गालाई गृह मन्त्रालय अन्तर्गत लगेको हुनाले हाल स्थानीय निकायले यस जग्गालाई उपभोग गर्न पाइरहेको छैन। सम्बन्धित निकायहरूलाई ध्यान जाओस् कि यत्रो जग्गा त्यतिकै खेरो गइरहेको अवस्थामा त्यसमाथि आइएसडिपी एउटा स्विस प्रोजेक्टले किनेर सरकारको मतहतमा यो जग्गा छोडेर गएको अवस्थामा पनि उपभोग गर्न नसकेको देख्दाखेरि हामीलाई एक किसिमले लाजबोध हुन्छ। त्यसैले सम्बन्धित निकायहरूले यसलाई हस्पिटलको मतहतमा यस जग्गालाई दिएर यस जग्गालाई हस्पिटल बनाउन र यहाँ एमडी डाक्टरसम्मको अध्ययन अध्यापन गराउन पहल गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु सम्पूर्ण सम्बन्धित निकायहरूमा। यो चाहिँ पहिले आइएसडिपी प्रोजेक्ट हुँदाखेरि यहाँको जनतासँग किनेर बनाइएको यो जग्गा आइएसडिपी प्रोजेक्टको समय सीमा सकिएपछि यो स्थानीय निकाय अन्तर्गत जिम्मा लगाएर उहाँहरू जानुभएको थियो। त्यसपछि द्वन्द्वकालीन समयमा सशस्त्रलाई संरक्षणको लागि जिम्मा दिएको अवस्थामा सशस्त्रले यो जग्गालाई गृह मन्त्रालय अन्तर्गत लगेको हुनाले हाल स्थानीय निकायले यस जग्गालाई उपभोग गर्न पाइरहेको छैन। सम्बन्धित निकायहरूलाई ध्यान जाओस् कि यत्रो जग्गा त्यतिकै खेरो गइरहेको अवस्थामा त्यसमाथि आइएसडिपी एउटा स्विस प्रोजेक्टले किनेर सरकारको मतहतमा यो जग्गा छोडेर गएको अवस्थामा पनि उपभोग गर्न नसकेको देख्दाखेरि हामीलाई एक किसिमले लाजबोध हुन्छ। त्यसैले सम्बन्धित निकायहरूले यसलाई हस्पिटलको मतहतमा यस जग्गालाई दिएर यस जग्गालाई हस्पिटल बनाउन र यहाँ एमडी डाक्टरसम्मको अध्ययन अध्यापन गराउन पहल गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु सम्पूर्ण सम्बन्धित निकायहरूमा। यो हाम्रो निकै पुरानो धारा हो। यो धारालाई संरक्षण गर्नुपर्ने स्थिति देखिरहेको छ। यो हाम्रो हजुरबुवा जिजु हजुरबुवाको पालाभन्दा धेरै अगाडिको धारा हो। तपाईँहरूले देख्न सक्नुहुन्छ पहिले धाराको आसपासमा यसरी मृतकको नाममा अथवा धाराको नाममा यो गर्ने गरेको थियो। माने पनि देख्न सक्छौँ, पुरानो माने हो यो धारामा आउने बाटो। अहिले गाउँमा धेरै थोरै भए पनि विकास भएको देख्न सकिन्छ। बाटोहरू पनि एकदम व्यवस्थित तरिकाले ढलान गरेको छ, सिडीहरू बनाइएको छ। यो पुरानो मन्दिर हो। यो पुरानो प्राचीन देवीस्थान मन्दिर हो। यहाँ वर्षको एकचोटि पञ्चमीको समयमा जात्रा पनि लाग्ने गर्दछ। यो चाहिँ गाउँमा सिडी बनेको अवस्था।